र यो प्रथम स्थानमा सफल रहनुभएका सम्पूर्ण प्लेयरहरूलाई मेडल प्रमाणपत्र र टीका अर्पण गरेर बधाई ज्ञापन गरिदिनु हुनको निमित्त आजका हाम्रा प्रमुख अतिथि रोल्पा नगरपालिका रोल्पाका नगर प्रमुख आदरणीय श्री सुरेन्द्र थापा घट्टीज्यूलाई म अग्रभागमा आइदिनु हुनको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु र त्यसै गरी आजको हाम्रो यस कार्यक्रमका सभाध्यक्ष रोल्पा जिल्ला क्रिकेट संघ रोल्पाका अध्यक्ष आदरणीय श्री गिरिराज रोकाज्यूलाई पनि म अग्रभागमा आएर यो टीका अर्पण गरी खेलाडीहरूलाई हौसला प्रदान गरिदिनु हुनको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु र खेलाडीहरूलाई टीका लगाएर हौसला प्रदान गरिदिनु हुनको निमित्त हाम्रो रोल्पा नगरपालिका रोल्पाका प्रशासकीय प्रमुख प्रशासकीय अधिकृतज्यूलाई पनि म अग्रभागमा आइदिनु हुनको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु आदरणीय व्यक्तित्वलाई हार्दिक रोल्पाका सम्पूर्ण प्लेयरहरूको लागि एकचोटि सम्मान ताली बजाएर सम्मान व्यक्त गरिदिनु होला हार्दिक बधाई छ रोल्पा नगरपालिका आफ्नो होम ग्राउन्डमा एकदमै उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो स्थान गर्न सफल रहनुभयो एकदमै उत्कृष्ट खेलहरू यहाँहरूले हामीलाई प्रस्तुत गरिदिनु भयो एकदमै हार्दिक बधाई सँगै आगामी दिनहरूमा पनि यस्तै खाले उत्कृष्ट प्रस्तुतिहरू दिँदै जानुहोला उत्कृष्ट खेलहरू खेल्दै जानुहोला भन्ने म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु सम्पूर्ण रोल्पा नगरपालिका रोल्पालाई प्रतिनिधित्व गर्दै खेल खेल्नुहुने सम्पूर्ण खेलाडीहरू मित्रहरूलाई हृदयदेखि उच्च सम्मानसँगै हार्दिक बधाई छ यति बेला हामी यो रोल्पा जिल्ला कबड्डी संघ रोल्पाले आयोजना गरेको यो दोस्रो खुल्ला पुरुष कबड्डी प्रतियोगिता 2082 को समापन कार्यक्रममा उपस्थित भइरहेका छौँ र यति बेला प्रथम स्थान ओगट्न सफल रहनुहुने रोल्पा नगरपालिकाका 3 प्लेयरहरूलाई हामी यति बेला सम्मान गरिराखेका छौँ र यो सँगै एकैछिन बसिदिनुमा हामीसँग अन्य पुरस्कारहरू पनि रहेका छन् र यसै गरी यसै बिचमा म विभागतर्फ तृतीय पुरस्कार स्वरूप सिंहहरू 10,000 रुपियाँ तृतीय पुरस्कार स्वरूप सिंहहरू 10,000 यहाँ लिनको लागि म बुटवलका टिम कोच लुम्बिनी प्रदेश कबड्डी संघ लुम्बिनीका उपाध्यक्ष आदरणीय महेन्द्र सुनाज्यूलाई म स्टेजमा बोलाउन चाहन्छु र त्यसलाई म स्टेजमा बोलाउन चाहन्छु र हार्दिक बधाई छ सबैजनाले ताली बजाएर उहाँलाई सम्मान गरिदिनुभयो दोस्रो पुरस्कार हात पार्न सफल रहनुभयो एकदमै उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलसम्म पुग्न सफल रहनुभएका स्पोर्ट्स एकाडेमी तुलसीपुरका सम्पूर्ण प्लेयरहरूलाई हामी हृदयदेखि उच्च सम्मानसँग हार्दिक बधाई दिन चाहन्छौँ नगद पुरस्कार सिंहहरू 20,000 सँगै यो ट्रफी हात पार्न सफल रहनुभएको छ हार्दिक बधाई छ सम्पूर्ण टिम कोच टिम म्यानेजर देखि लिएर सम्पूर्ण टिम प्लेयरहरूलाई यो खेल अगाडि बढेर पनि अनुशासनपूर्वक आफ्नो खेलहरू प्रस्तुत गर्दै फाइनलसम्म प्रवेश गर्न सफल रहनुभयो रोल्पा जिल्ला कबड्डी संघ रोल्पाले आयोजना गरेको खुल्ला पुरुष कबड्डी प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्नुहुने स्पोर्ट्स एकाडेमी तुलसीपुरका सम्पूर्ण टिम कोच टिम प्लेयर सम्पूर्णलाई हामी हृदयदेखि उच्च सम्मानसँग हार्दिक बधाई दिन चाहन्छौँ र त्यसै गरी अब हुने विधागत
विधागत रूपमा पुरस्कार वितरण गर्न गइराखेका छौँ, सम्मान गर्न गइराखेका छौँ। यति बेला मेरो हातमा बेस्ट रेडर अफ द म्याच भनेर एउटा नाम हात परेको छ। Who is the best raider of the match? Wow! You guys you are right. Sonu Buda, best raider of the match in the summer. Best raider of the match goes to Sonu Buda. एकदम उत्कृष्ट खेलसँग गरेर आफूलाई बेस्ट रेडरको रूपमा स्थापित गरेर सफल। हाम्रो नेशनल कबड्डी टिम क्याप्टेन घनश्याम रोटाको तर्फबाट यो कबड्डी किट्स सोनुको लागि एकचोटि सबैजना ताली बजाएर सम्मान गरिदिनुहोला। कबड्डी किट्स हामी सोनुको लागि एकदमै उत्कृष्ट गेम प्ले गर्नुभएको थियो। सोनु उत्कृष्ट रेडरको रूपमा आफूलाई स्थापित गराउन सफल गर्नुभयो। अर्को नाम पनि मेरो हातमा परेको छ। यति बेला बेस्ट डिफेन्डर अफ द म्याच। Did you guess who is the best defender of the match? Best defender of the match goes to yes, Tilak Sunar. Tilakलाई हामी चाहन्छौँ एकदमै उत्कृष्ट रूपले उनीहरूको रूपमा आफूलाई स्थापित गराउन सफल परिचित गराउन सफल तिलक रोटा नगरपालिकाको प्लेयर हुनुहुन्छ भने एकदमै मिठो क्याच हामी राखिरहेको थियो तिलक र यङ प्लेयर अफ द म्याच भनेर पनि मसँग एउटा नाम आइसकेको छ। को हो यङ प्लेयर अफ द म्याच? Did you guess? Yes. Young player of the match goes to Ganesh Miko. Yes, this academy Kilsubuta Ganesh. एकदमै energetic, एकदमै young player of the match भनेर हामीले उहाँलाई सम्मान गर्न गइराखेका छौँ। धेरै धेरै बढाएर छ तुलसीपुरका प्लेयर जसको नम्बर 4 गणेश एकदम उत्कृष्ट खेल प्रदर्शन गर्दै आफूलाई यङ प्लेयरको रूपमा चुनाउन सफल रहनुभयो। र म कहाँ अर्को नाम पनि आइपुगेको छ। एकदमै अनुशासित खेलाडी भनेर यो सम्मान हामी गर्न गइराखेका छौँ। राहुल अर्याल हामी स्टेजमा बोलाउन चाहन्छौँ। राहुल अर्याल यस बुटोलका प्लेयर राहुल अर्याल एकदमै अनुशासित ढङ्गबाट म्याच खेलिराख्नु भएको थियो। मिठो सम्मान व्यक्त गर्न चाहन्छौँ। र त्यसो गरी हामी कहाँ अर्को एउटा प्लेयर अफ द टुर्नामेन्ट र यो यसको प्रायोजन गर्नुहुने हिन्दाबाट प्राली रोबाट हामी हृदयदेखि उच्च सम्मान गर्न चाहन्छौँ। र म ढिला नगरिकन प्लेयर अफ द टुर्नामेन्ट इट्स गोज टु Sukhdev Budatheki. Let me welcome Sukhdev Budatheki. एकदमै young, energetic र आफूलाई प्लेयर अफ द टुर्नामेन्ट भनेर स्थापित गराउन सफल एकदमै उत्कृष्ट रेडरको रूपमा पनि हामी चिन्न सक्छौँ उसलाई। धेरै बधाई छ हाम्रो सुखदेव बुढाथोकी जसले रोल्पा नगरपालिका रोल्पाबाट बिलोङ गर्नुहुन्छ। रोल्पा नगरपालिकालाई यो ट्रफी दिलाउनमा उहाँको एकदमै महत्त्वपूर्ण योगदान रहेको छ। र त्यसै गरी अब हुने आदरणीय दर्शक महानुभावहरू अब हुने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। यस हामीसँग अब मात्र बाँकी यो
प्रथम स्थान गर्न सफल रहनुहुने टिमलाई हामी यो विनिङ ट्रफी र नगद रु 40,000 रुपियाँले सम्मान गर्दैछौँ। टिम क्याप्टेन र टिम कोचलाई म स्टेजमा ल्याउन चाहन्छु। टिम क्याप्टेन हाम्रो विशाल घटनगर र त्यसै गरी म माइकल भाइ लगायत सम्पूर्ण टिम प्लेयरहरूलाई म स्टेजमा बोलाउन चाहन्छु। सुखदेव, सोनु, त्यसै गरी उमेशदेखि लिएर हाम्रो सबै प्लेयरहरूलाई म स्टेजमा बोलाउन चाहन्छु। यो विनिङ ट्रफी एकचोटि सबैजनाले ताली बजाएर स्वागत यो विनिङ ट्रफी साह्रै सफल रहेको छ। यस एकदमै हृदयदेखि नै हामी कङ्ग्रेचुलेट गर्न चाहन्छौँ रोल्पा नगरपालिका रोल्पाको सम्पूर्ण टिमलाई। यो रोल्पा जिल्लाको विषयमा आयोजना गरेको रोल्पा कबड्डी प्रतियोगिताको विनिङ ट्रफी सफल गर्नुभयो। एकदमै हार्दिक बधाई छ सम्पूर्ण टिमलाई। रोल्पा नगरपालिकालाई मैले हृदयदेखि उच्च सम्मानसँगै हार्दिक बधाई ज्ञापन दिन चाहन्छु। र यो विनिङ ट्रफी सबैजनाले ताली बजाएर सम्मान अनि बधाई ज्ञापन गरिदिनुभयो। त्यतिबेला हामी यो विनिङ ट्रफी रोल्पा नगरपालिकालाई हस्तान्तरण गरिसकेका छौँ र योसँगै र म आजका हाम्रा प्रमुख अतिथि र सभाध्यक्षज्यूलाई एउटा सम्मान पत्र हस्तान्तरण गरिदिनु हुनको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु। र यो सम्मान हामी यति बेला सम्पूर्ण खेलाडी मित्रहरू, सम्पूर्ण दर्शक आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू हामी यति बेला सम्मान गर्न गइराखेका छौँ। तपाईँहरूले रोल्पाले माथिल्लो जन्माएको एउटा उत्कृष्ट खेलाडी कबड्डी खेल मार्फत देशलाई माथि रोल्पा जिल्लालाई माथि नभएर समग्र देशलाई नै एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय